गुड मर्निङ नमस्ते र आज म साइडमा आएको छु है। यहाँ चाहिँ एउटा सानो एउटा भिडियो बनाऊ भनेर चाहिँ यो मरुभूमिको ठाउँ यो चाहिँ के अरे साउदीको धुर्मा भन्ने ठाउँ हो, तर धुर्मादेखि भित्र पर्छ। अनि यहाँ पछाडि चाहिँ ठुलो पावर प्लान्ट छ हाम्रो। यहाँबाट चाहिँ अर्को ठाउँबाट चाहिँ यहाँ आएर कनेक्सन हुन्छ हाम्रो ट्रान्समिसन लाइन, टावर लाइन चाहिँ यो ट्रान्समिसन लाइन ठुलो यो हो। यो चाहिँ हाम्रो एरिया हो। जस्तै यो चाहिँ रम्मल गाडी छ है, यहाँको मरुभूमि ठाउँ यस्तै हो। महिनामा त्यही 200-300 ग्राम माटो चाहिँ खाइन्छ। अनि यहाँ चाहिँ हाम्रो सर्वेको यो लगाइरहेछ मेसिन, अनि केटाहरू चाहिँ सर्वे गरिरहेछ र हाम्रो साइट म्यानेजर र क्युसी इन्जिनियर अनि एउटा सर्वे चाहिँ यहाँ गरिरहेछन्। कसरी चाहिँ यहाँबाट टावर लिने, कसरी बाटो निकाल्ने भन्ने बारेमा डिस्कस चलिरहेछ। र अनि हाम्रो यो पावर प्लान्ट चाहिँ यो है धुर्माको ठुलो पावर प्लान्ट हो यो। यसमा चाहिँ हाम्रो ट्रान्समिसन लाइन आएर चाहिँ यहाँ जोइन हुन्छ। हाम्रो चाहिँ लास्ट इन्ड यो हो। स्टार्टिङ चाहिँ धेरै नै उता दवादिम भन्ने ठाउँबाट चाहिँ स्टार्टिङ भएको हो। त्यहाँबाट करिब 250 किलोमिटर होला हाम्रो। त्यहाँदेखि यहाँ आउनको लागि यो टावर चाहिँ हाम्रो ट्रान्समिसन लाइन हो। यो चाहिँ मेरो गाडी हो, यो चाहिँ मेरो गरी खाने भाँडो। अब यो गाडी छैन भने त मेरो पैसा पनि आउँदैन, के गर्ने, स्यालेरी यसैबाट हामीले यसो गुजरात चलाइएको छ। र यहाँ चाहिँ आरामको काम स्टार्ट भइरहेछ। यो चाहिँ आरामको हो र यो पाइपलाइन छ नि, यो पाइपलाइन यो चाहिँ आरामको हो। आरामको सँगसँगै हाम्रो पनि टावर लाइनको जाँदैछ। अनि चाहिँ पुरै यो चाहिँ बल्लै बल्ल हो क्या, पुरै मरुभूमि। अब यहाँ चाहिँ यहाँको हिसाबमा चाहिँ यिनीहरूले जङ्गल भन्छ होइन, हाम्रोमा हामीले चाहिँ यसलाई बालुवा भन्छौँ। र यहाँ चाहिँ यिनीहरूले रम्मल भन्छ, रम्मल भन्छ। एउटा भिडियो बनाऊ भनेर चाहिँ बनाएको छु। ल, थ्याङ्क्स सो मच गाइस।